आफ्नो खुसीको मालिक आफै बन्नुहोस्, किनकि यहाँ खुसी बाँड्ने कम र मन दुखाउने धेरै भेटिन्छन्। पर्खाइ लामो भए कुरिदिउँला, दूरी बढे सही दिउँला, तर तिमीसँग सुरु भएको प्रेम यात्रा तिमीसँगै अन्त्य होस्। सधैँ सबैको नजरमा राम्रो बन्न कहाँ सकिन्छ र? मान्छेलाई ज्यानै दिए पनि तिनीहरूको चित्त बुझाउन सकिँदैन। कहिले पनि खास हुने भ्रम नपाल्नुहोस्। अक्सर मानिसहरू तपाईलाई पाएर पनि तपाई भन्दा राम्रोको खोजीमा हुन्छन्। मुखले बोलेर मनको सबै कुरा व्यक्त गर्न सक्ने भए यी आँखाबाट आँसु किन झर्थ्यो होला र? मुखले बोलेर मनको सबै कुरा व्यक्त गर्न सक्ने भए यी आँखाबाट आँसु किन झर्थ्यो होला र? संसारले झुटो बोल्नेहरूलाई मात्र मन पराउँछ। आजकल हामीले थोरै सत्य बोल्दा पनि हाम्रा आफ्नै मानिसहरू रिसाउँछन्। कति अचम्म छ है, बस्दा बस्दैको घर छाड्नु पर्ने, लेख्दा लेख्दैको थर छाड्नु पर्ने, अनि एक दिन यो संसार छाड्नु पर्ने। जिउँदो हुँदा चराले कमिला खान्छ र मरेपछि त्यही कमिलाले चरालाई खान्छ। त्यसैले कसैलाई नहेपौं, सबैको दिन आउँछ। फोहोर पानीले बिरुवाहरूलाई बढ्नबाट रोक्दैन, त्यसैले कसैको नकारात्मक शब्दहरूले तपाईको प्रगतिलाई पनि रोक्न नदिनुहोस्। दुःख र पीडा त अस्थायी हुन्, तर प्रेमले दिएको घाउ कहिल्यै पुरानो हुँदैन। जीवनको सुन्दर यात्रा त्यो हो जहाँ तपाईँ आफ्नै गतिमा हिँड्नुहुन्छ। न कसैलाई जित्ने लोभ हुन्छ, न त कसैसँग हार्ने डर। खुसी भनेको आफूले चाहेको सबै प्राप्त गर्नु होइन, यो त आफूसँग भएका सबै कुराहरूको आनन्द लिनु हो। जिन्दगीमा नयाँ सुरुवात गर्न सबैभन्दा पहिले आफूलाई पछाडि तान्ने कुराहरू त्याग्नै पर्छ, जस्तै नराम्रा बानीहरू, नकारात्मक सोच, अल्छीपन, अरूप्रति घृणा र रिस, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा आफूमा अनुशासन हुनुपर्छ। जिन्दगीमा नयाँ सुरुवात गर्न सबैभन्दा पहिले आफूलाई पछाडि तान्ने कुराहरू त्याग्नै पर्छ, जस्तै नराम्रा बानीहरू, नकारात्मक सोच, अल्छीपन, अरूप्रति घृणा र रिस, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा आफूमा अनुशासन हुनुपर्छ। मानिसलाई 36 गुण होइन, केवल 4 गुण चाहिन्छ: राम्रो व्यवहार, असल नियत, सफा मन र इमानदारिता। जरुरी छैन सधैँभरि हामी हाम्रा गल्तीको कारणले गर्दा मात्रै दुखी हुन्छौँ। कहिलेकाहीँ चाहिने भन्दा बढी माया, चाहिने भन्दा बढी सहयोग र चाहिने भन्दा बढी नरम भयो भने पनि दुःख पाइन्छ। र यो दुःखको भारी कति बोक्ने भन्ने कुरा हामी आफैले आँकडा गर्नुपर्छ। सक्ने जति मात्रै भारी बोक्ने, चाहिने भन्दा भारी बोक्यो भने, चाहिने भन्दा बढी भारी बोक्यो भने दबिन्छ, उठ्न सकिन्न। म कहिल्यै काँडा बन्ने प्रयास गरिन। कसैलाई फुलले पनि बिजाउँछ भने त्यसमा मेरो के दोष बा? धेरै होइन, थोरै बोल्दा पनि हुन्छ, तर मन लाग्दा होइन, मनदेखि नै बोल्ने गर। हाम्रो जीवनमा सधैँ सही समय आउँछ भन्ने छैन, तर गलत समयमा पनि सही काम गर्ने मान्छे चाहिँ कहिले पनि असफल हुँदैन, कहिले पनि जीवनसँग हार्दैन। त्यसैले टाइमिङ रङ हुन सक्छ। हाम्रो जिन्दगीमा गलत समयहरू आउन सक्छन्, तर गलत समयमा पनि हामीले सही काम के हो, हाम्रो इथिक्स मोरालिटीलाई सम्झेर सही काम गर्यौँ भनेदेखि हामीले जिन्दगीमा हार्नु पर्दैन। जित होला या नहोला अलग कुरा हो, तर हार्नु पर्दैन। म कहिल्यै काँडा बन्ने प्रयास गरिन। कसैलाई फुलले पनि बिजाउँछ भने त्यसमा मेरो के दोष बा? धेरै होइन, थोरै बोल्दा पनि हुन्छ, तर मन लाग्दा होइन, मनदेखि नै बोल्ने गर। दुःख र पीडा त अस्थायी हुन्, तर प्रेमले दिएको घाउ कहिल्यै पुरानो हुँदैन।
हाम्रो जीवनमा सधैँ सही समय आउँछ भन्ने छैन, तर गलत समयमा पनि सही काम गर्ने मान्छे चाहिँ कहिले पनि असफल हुँदैन, कहिले पनि जीवनसँग हार्दैन। त्यसैले टाइमिङ रङ हुन सक्छ, हाम्रो जिन्दगीमा गलत समयहरू आउन सक्छन्, तर गलत समयमा पनि हामीले सही काम के हो, हाम्रो इथिक्स मोरालिटीलाई सम्झेर सही काम गर्यौँ भनेदेखि हामीले जिन्दगीमा हार्नु पर्दैन। जित होला या नहोला अलग कुरा हो, तर हार्नु पर्दैन। जीवनको सुन्दर यात्रा त्यो हो जहाँ तपाईँ आफ्नै गतिमा हिँड्नुहुन्छ, न कसैलाई जित्ने लोभ हुन्छ न त कसैसँग हार्ने डर। जिन्दगीमा नयाँ सुरुवात गर्न सबैभन्दा पहिले आफूलाई पछाडि तान्ने कुराहरू त्याग्नै पर्छ, जस्तै नराम्रा बानीहरू, नकारात्मक सोच, अल्छीपन, अरूप्रति घृणा र रिस, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा आफूमा अनुशासन हुनुपर्छ। मानिसलाई 36 गुण होइन, केवल 4 गुण चाहिन्छ: राम्रो व्यवहार, असल नियत, सफा मन र इमानदारिता। जरुरी छैन सधैँभरि हामी हाम्रा गल्तीको कारणले गर्दा मात्रै दुखी हुन्छौँ। कहिलेकाहीँ चाहिने भन्दा बढी माया, चाहिने भन्दा बढी सहयोग र चाहिने भन्दा बढी नरम भयो भने पनि दुःख पाइन्छ। र यो दुःखको भारी कति बोक्ने भन्ने कुरा हामी आफैले आँकडा गर्नुपर्छ। सक्ने जति मात्रै भारी बोक्ने, चाहिने भन्दा भारी बोक्यो भने, चाहिने भन्दा बढी भारी बोक्यो भने दबिन्छ, उठ्न सकिन्न। फोहोर पानीले बिरुवाहरूलाई बढ्नबाट रोक्दैन, त्यसैले कसैको नकारात्मक शब्दहरूले तपाईको प्रगतिलाई पनि रोक्न नदिनुहोस्। हार नमानेर मात्रै हो, नत्र एकचोटि फुल्नको लागि कतिपल्ट भाँचिए भन्ने मलाई मात्रै थाहा छ। छाया जस्तै हुन्छन् आफन्तहरू, फरक यति हो कि छाया अन्ध्यारोमा हराउँछ अनि आफन्त अप्ठ्यारोमा। फूलसँग ठोकिँदा सुगन्ध फैलिन्छ, तर ढुङ्गासँग ठोकिँदा चोट लाग्नु स्वाभाविक हो। एक दिन हामी सबै यो संसार छोड्छौं, तर हामीले छोडेको व्यवहार र सम्झना भने पुस्तौं पुस्ता बाँचिरहन्छ।